हेलो दर्शकबिन नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो यो भिडियोमा। र म राजेश खड्का र तपाईहरुले मेरो भिडियोमा या त सबको भिडियोमा तपाईले देखिराख्नु भएको होला हैन। बेंगलोरका सबै विभिन्न शहरहरुको बारेमा तपाईले देख्नु भएको सुन्नु भएको होला। तर के तपाईले सुन्नु भएको छ बेंगलोरको गाउँको बारेमा हैन। बेंगलोरमा कस्ता खालका मान्छे बस्छन् हैन, गाउँमा वहाँ बोलिने ओरिजिनल भाषा कस्तो हुन्छ, लोकल भाषाहरुको बारेमा तपाईहरुलाई अहिलेसम्म कसैले भिडियो बनाएर हालेर देखाएको छ हैन नि त। र तपाईलाई के लाग्छ बेंगलोरमा के सबै शहर मात्रै छ त? बेंगलोरमा गाउँ छैन त? तर बेंगलोरमा गाउँ पनि छ के एकदम हैन। हाम्रो जस्तै गाउँ बेंगलोरमा पनि छ हैन। तर त्यसको लागि शहर छोडेर अलिकति भित्र बस्नुपर्छ। र आज चाहिँ म तपाईलाई हैन बेंगलोरमा भएका ती गाउँहरुको बारेमा म तपाईलाई आज बताउने कोसिस गर्छु भनेर म आज तपाईलाई भन्दिन। तर पनि कुनै दिन म बेंगलोरको गाउँमा गएर हैन तपाईलाई म भिडियो बनाएर देखाउने कोसिस गर्छु त्यहाँको मान्छेहरुको बारेमा हैन। त्यहाँको मान्छेहरु कसरी बसेका छन् हैन, कस्तो खाना खान्छन्, के खान्छन् है, कुन भाषा बोल्छन् भन्ने कुरामा। ल अहिले चाहिँ बाइ, फेरि भेट्ने छौं नेक्स्ट भिडियोमा।